हेलो गाइज, वेलकम ब्याक टु माई ब्लग। आज हामी पिकनिक खाना गइरहेछौँ अनि हाम्रो मिका खोला गाउँपालिका र हाम्रो प्रोग्रामको संयुक्त आयोजनामा हामी चाहिँ आज पिकनिक खाना गइरहेछौँ। शनिबारको दिन चिसो चिसो मौसममा टक्कसँगले पिकनिक खाना चाहिँ जानुपर्छ है गाइस सबैजना। ल हामी फाइनल्ली अब जानलाई रेडी हुँदैछौँ। यहाँ गाडी रेडी हुँदैछ, सामानहरू सबै प्याक हुँदैछन् है। यो चाहिँ वहाँ गएर हामी सबै आफैले बनाएर खाने खालको हो, नो क्याटरिङ है। हामी सबै क्याटरिङ आफै नै हो। र हाम्रो फाइनली गाइज हामी आइपुग्यौँ होइन, पिकनिक स्पोटमा आइपुग्यौँ हामी यो बुलेरोको थ्रुबाट। सर कस्तो भइरहेछ? एकदम रमाइलो भइरहेछ। रमाइलो संक्रान्ति हरेक महिनाको 1 गते यहाँ मेला लाग्छ यो ठाउँमा। अनि यहाँ ठाउँमा फुटबल पनि हुन्छ होइन? फुटबल हुन्छ, भलिबल हुन्छ, यो सब हुन्छ यहाँ। एकदम भव्य भव्य। सर तयारी हुँदैछ? तयारी हुँदैछ? आगो बाल्न सुरु गर्यो है। हजुर हजुर। 18 केजीको खसी छोटो दाउरा लाग्ने ठाउँ हामीले खोलाबाट खोजेर लिएर आयौँ। यहाँ चाहिँ खानाको लागि सामानहरू रेडी हुँदैछन्। सबैजना मिलेर कटिङ गर्दै हुनुहुन्छ। पिकनिकको कामहरू भइरहेछ है। मैले चाहिँ फोटोग्राफीको ड्युटी पाएको छु, त्यही भएर म फोटोग्राफी गर्दैछु। यहाँ पाक्ने कामहरू पाकिरहेछ, फोटो खिचिरहनु भएको छ। त्यो रमाइलो भइरहेछ गाइस। हाम्रो सरहरूले निकै नै मिठो चनाको सब्जी खाजाको रूपमा बनाउँदै हुनुहुन्छ। प्रोफेसनल कुकहरूलाई पनि फेल खुवाउने गरी हाम्रो सरहरूले मिठो मिठो खानेकुराहरू पकाउँदै हुनुहुन्छ। बिहान सबै कुरा म्यानेज गर्दै अलिकति ढिलो भयो, त्यसैले 11 बजेतिर चनाको सब्जी खाजाको रूपमा खायौँ। पुरातन शैलीबाट तिलको पिसाई भइरहेछ, देख्न सक्नुहुन्छ। पिकनिकमा यहाँ चाहिँ हाम्रो गेम हुन आँटिरहेछ। गेमहरू धेरै खतरा गेमहरू हुन आँटिरहेको छ गाइज। उहाँ गेम समितिको व्यवस्थापक हुनुहुन्छ र यहाँ खतरा गेम हुन गइरहेको छ। यो के हो सर? यो हाडी हो। अनि भाइ हाडीको साक्य भाइ होइन, जुम्ल्या दुईटा देखिन। हजुर सुरुमै हाँडी फोड्छु भनेर गएको म, लास्टमा हाँडी एकातिर थियो, म अर्कोतिर। हाम्रो मिसको चाहिँ यहाँ स्टाइलै फरक छ क्या। सुरुमै लाठीले छाम्दै जानु हुँदैछ, कहाँ छ हाँडी भन्दै। अनि हामीले फेरि डिस्क्वालिफाई भनेको भनेछौँ, उहाँ चाहिँ अझै पनि प्रयास गर्दै हुनुहुन्छ हाँडी फोड्न। पिकनिक भइसकेपछि त हल्का डान्स त दिनै पर्यो, त्यही भएर हामी सबै नाच्दैछौँ। फाइनल्ली गाइज आज हाम्रो पिकनिक अब ऱ्यापअप हुन गइरहेको छ। आजको दिनभरि एकदमै रमाइलो भयो, रमाइलो डान्स गर्यो, नाच्यो, गाइयो अनि गेमहरू खेल्यो, साह्रै नै रमाइलो भयो। सबैजना ऱ्यापअप गर्नका लागि रेडी हुँदैछ। यो बसमा अब हामी हाम्रो गन्तव्यसम्म जानेछौँ। सो फाइनल्ली धेरै नै रमाइलो भयो। तपाईँहरू पनि आफ्नो साथीभाइहरूसँग कहिलेकाहीँ पिकनिक जाने गर्नुहोस् र मोमेन्ट इन्जोय गर्नुहोस्। बाई बाई, थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो।